ल हेमराज थापा आउँदैछ 200 ऊ पैसा गन्दैछ 200 यो कति हो 200 भयो 200 आज खाएन रहेछ है 200 केटोले ल 200 300 300 हैन 300 भन न पैसा कमाए केटोले घरमा मासु लैजाने अरे बाबु त्यसै हो चामल लैजा भनेको चामल नलैजाने अरे बाबु आसिया ल बाबु त्यसै हो बाबु आसिया ल उ आसिया जिस्काउँछ मलाई यसले 400 है मनले जितेको भएर होला अब 40 रुपैयाँ है दुई त 20 यो 20 भयो यी एउटा छ कि एउटै छ यो 20 भयो अब एउटा 20 है वरको 20 दिदी हो अब 50 रुपैयाँ दियो भने कति फिर्ता आउँछ भन्छ है त 20 रुपैयाँ आएर 30 रुपैयाँ आउँछ 50 बाह्र मैले अन्त हिसाब मिल्छ मासु किनेको जस्तो हिसाब मिल्छ 20 रुपैयाँ निकालेर 50 रुपैयाँ राख 10 रुपैयाँ फिर्ता आउँछ के अरे 20 रुपैयाँ निकाल 20 रुपैयाँ अनि 50 रुपैयाँ राख 10 रुपैयाँ फिर्ता आउँछ अनि मलाई 30 रुपैयाँ दिनु अनि एउटा यो यता सुन्नु न यो पैसा तिमी राख यो 50 रुपैयाँ देऊ न किन च्याट्नु खोजे यस्तो मान्छेसँग पैसा मागेर मैले ब्याङ्कमा हालिदिने भन्नुहुन्छ हजुरहरूले है मैले कसरी छुन त दिँदैन ल हेर छुन दिएन पैसा अनि त 20 निकाल अनि 10 मैले कसरी ब्याङ्कमा हालिदिने यो पैसा त्यो 20 रुपैयाँ निकाल अनि 50 रुपैयाँ राख तिमीलाई 20 रुपैयाँ फिर्ता 10 रुपैयाँ फिर्ता आउँछ 10 रुपैयाँ मात्रै त्यही भएर यता सुन्नु न दिदी तपाईँ 30 रुपैयाँ देऊ नि त भइहाल्यो नि 10 रुपैयाँ भोलिपर्सि दिन्छु कति होला न हामी के 10 रुपैयाँ भोलिपर्सि दिन्छु 1 किलोलाई कस्तो हिसाब गरेको होला नि 440 हो के 450 देऊ न त 10 रुपैयाँ फिर्ता आउँछ कि तिमीलाई किन पुऱ्याउनु पर्छ नि 40 रुपैयाँ तिमीलाई 450 देऊ अनि 10 रुपैयाँ 450 देऊ 10 रुपैयाँ फिर्ता आउँछ कहाँ ट्र्याक्टर दिइरहने ए नमुना त्यसै नमुना भन्छु त झन् 450 देऊ न मिलाएर निकाल्यो जने ल छोटो म दिन्छु ल्याउ म दिन्छु 430 रुपैयाँ देऊ के 10 रुपैयाँ नदिनु हुन्छ म दिन्छु देऊ ए कता एउटा 20 थियो नि त्यही भित्र हो यो 20 भयो 400 रुपैयाँ देऊ म दिन्छु अरू देऊ दिदी यो यहाँ 20 रुपैयाँ छ है अच्छा यता त यहाँको 20 रुपैयाँ यहाँ थपोस् अन्त मलाई 30 रुपैयाँ दियोस् अन्त म फ्याप्दै हिसाब मिल्छ मासु किनेको जस्तै है ल एउटा सुन न एउटा 50 दिइहाल्छु ठ्याक्कै मिल्छ हिसाब मिल्छ पैसा किनेको के अरे मासु किनेको जस्तै पैसा मिल्छ है अथ नि बाबु पैसा दिएको त्यसै बाबु नाक पनि कत्रो भैँसीको भन्दा नि ठुलो आफ्नो हे त कत्रो आफ्नो हेर्न त्यसै हाँसिरहन्छ हाँसिहाल्यो दिदी ल दाइ के भन्न चाहनुहुन्छ ल भन्नु त जे सुकै गर भन्नु न ल हेमराजले आफ्नै पैसाले कमाएको पैसाले मासु लैजान लगेको छ जति के भयो भएन यता सुन्न मेरो झोला खोलेर हतै हालिदिनु न ल के झुन्डाएर लग्ने हो होइन झुन्डाउने होइन हराउँछ झोलामा हाल्ने फेरि लग्दा फेरि अलिअलि गनाइगयो भने गनाउँदैन पुग्छ त्यस्तो आमासँग जाऊ उरालो बाटोमा त्यस्तो कता लडिजान्छ आमा नि गयो कि गएन हो जानु भएन डुङ्गे गएको थियो आमा भने के अरे 1 किलो मासु है साडी किन्नु गएको थियो त्यो लाउँदै लाउँदै साडी किन्नु अब त्यो पैसाको त सबै गर्नु पर्यो 1 किलो भयो भएन को लागि परिवारको लागि मासु लैजाऊ भनेर चाहिँ भनेको है मैले अनि यो बान्देऊ न अलि बान्देऊ न यो सुन्नु त यहाँ 400 छ अन्त एउटा 20 छ यहाँबाट हेर्नु त 20 रुपैयाँ यहाँ थप्नु अन्त मलाई 30 रुपैयाँ दिनु
अन्त हिसाब मिलिहाल्छ ल अन्त मैले झन् राम्रो भनिरहेछ ल त्यही भएर राम्रो काम आएको यस्तो कुत्ता दौडो मान्छे आफ्नै बाउलाई त आँखी खेलिदिन्छ एउटा खुट्टाले कैचा हालिदिन्छ वा अस्ति नै अर्को दसैँमा त भैलो खेल्दा के अरे वा आँगनको दिलबाट घोप्ट्याइदियो कसलाई बाउलाई कैची हानिन्छ अनि 50 ल्याउँछ त ल न होइन ए अनि 50 ल्याउँछ यो नि मासुको दिने हो क्या यो अन्त ल्याउनु मैले अर्को हातमा छ नि दिनलाई बाँकी छ नि है यता सुन्नु न एकछिन नदेऊ न पहिला लिउ त पैसा लिउ न नयाँ नयाँ ल्याउ पहिला मलाई खै दिन्छु ल सबै गर्न त नयाँ नयाँ दिएको छ हेर्न नयाँ वा हेर त ल गर्नु त कति भयो त्यो 20 रुपियाँ किन दिनु पर्यो होला 20 रुपियाँ तिमी राख 10 रुपियाँ फिर्ता दिनु नयाँ रहेछ ल भयो 30 रुपियाँ भएन भएन भयो है 1 किलो कति रे लाउ त यो पछाडि हालिदेऊ त कति 440 भयो तिमीले ए ठिक्क आयो है ठिक्क आयो मिलाएर अन्त हिसाब मिल्यो है हिसाब मिल्यो मासु किनेको जस्तै मिल्यो ठ्याक्कै उडाफड्को यो झोलामा हाल बाउलाई कैची हानेको भन्छ केटोले 500 को आउँछ अन्न के 1 किलो 1 किलो यही छ 1 किलो हो त त्यो 1 किलो त हो नि हो 2 किलो लग्ने 2 किलो लाने यो 500 को नि कसलाई लैजान्छ यत्रो पैसा राखिरहने यसो गर नि त यसो गर चामल लैजाऊ कति 2 किलो तिमीले भनेको लग्दैन एउटा गेरा नि लग्दैन अनि के खान्छ त मासु मात्र खान्छौ हामी घरमा छ चामल ल्याउ नि त त्यो म ब्याङ्कमा राखिदिन्छु ल्याउ न त के ल्याएको छ त्यो बेङमा सुन त देऊ न त म ब्याङ्कमा राखिदिन्छु घरमा छ त्यत्रो पैसा के गर्न राखिरहने भन्छ दिनभरिलाई पुग्छ भात खानु ल्याउ न ल्याउ त चामल के अरे लग्नु पर्दैन किन घरमा छ चामल छ घरमा दियो नि है झोलामा हालिदेऊ त ल त एकजनाले हालिदिनु न ल त नि एकजनाले हालिदिनु त कसले हाल्ने यो नानीले हालिदिनु त्यो एकदम ढलाइन्छ ए डलाउँदैन अलिकति खोल्ला ए मन पर्यो यो नानीलाई हेर त मन पर्यो म त चुप्प गर्छु चुप्प होइन कति राम्रो कति राम्रो नानी नयाँ रक्सी नि कहिले नि हान्थेन होला है बुला जस्तो सेतो लाउ त ल फ्यात हालिदिनु हेमराजले कहिले पनि रक्सी नै हान्थेन होला त्यो नानी पाएको भयो भए त्यो यसो ट्याप्प गरिदिनु खै गरेको ट्याप्प छ ट्याप्पै छ ट्याप्प गरिन हजुर मैले पैसा पेमेन्ट गरिदिउँ है चुमुक त हालेको जस्तो खै भनेको मोबाइलको त्यो सिपियु नै रिभल्भ गर्नुपर्छ त्यो सिपियु रिभल्भ गर्नुपर्छ म अहिले ट्याप्प गरेको न गरेछु होला है मैले जस्तो के ट्याप्प जानु नि एकचोटि कति लाग्छ गरेछु आउनु ल बाबु नानी सुन न यता सुन त हेमराज नानी यता सुन त बाबु हेमराज यता सुन न भएपछि मैले जिस्काएको होइन कि यता सुन न कैची यो छ नि बाबु यो मेरो नाक 500 रुपैयाँ मेरो नाक यो 500 रुपैयाँ त हेर मेरो नाक अमुइन मेरो नाक अमुइ हाजिहाल्यो दाग भनेको त हाजिहाल्यो अमुइ हाजिहाल्यो म त हाजिहाल्यो के भन्छ नि हाजिहाल्यो हाँस्यो मोबाइलै फुट्यो मोबाइल फुटेर त्यस्तो गर्नुहुन्न नि हेमराज त्यस्तो बानी गर्नुहुन्न नि यता सुन त म तिम्रो भलाइको लागि भनेछु मलाई 500 रुपैयाँ देऊ यो 500 रुपैयाँ देऊ न त मलाई म ब्याङ्कमा हालिदिन्छु जम्मा गरेर राखिदिन्छु रातो पोस्ट राख्यो नि भोलि आफै बिमारी भयो भने घर परिवार बिमारी भयो भने काम लाग्छ न त औषधिको लागि काम लाग्छ हिँडेर मात्रै जानु हिँडेर किन जानु पर्यो अहिले गाडी आउँछ गाडी जान्छ हिँडेर अन्त तिमी झाँता पिनेर त्यसै जाने आँखा नजिम्छ तिमी बच्च वनमा काँडा छ तिम्रो बुढी म यता ज्यान्त टाढा छ तर बिरानो नसम्झ माया गाडा छ हेमराज बुढीलाई नि यता के दिएको तिमी मेरो बुढी हो बुढी आउ न त ए बुढी आउ न त ए बुढी कति राम्रो रक्सी चाहिँ नखाऊ है लागेको मैले भनेछु रक्सी चाहिँ नखाऊ है फ्रेसमा भाउ दिदी ल गयो है ल केटोले 1 किलो अर्कोचोटि फेरि ठुलो मुद्दा कमायो भने फेरि
1 किलो किन्छु ल ल ल अर्कोचोटि ठिक्क दिनमा पैसा है? राख्न दिएन। ल गयो है राम्रो बस्नु म नि राम्रै जान्छु बराबर बस्ने है ल ल केले नजानेको कुरा किल्ले जान्छ भन्छ भन्ने एउटा भनाइ छ नि केले नजानेको कुरा केले जानेको भन्ने एउटा उखान छ नि त्यो के हो दुनियाँ जानेको ओहो जडियाले विदेशको लाउरे आऊ यतै बस नि त रक्सी नखाऊ सोल्टी तिमी खोल्टी रक्सी खायो भने जान्छौ सोल्टी तिमी हिजो पछार्यौ उता पानी परेको बेलामा यहाँ हाई स्कुल भन्दा यता अगाडि यतै बस्यो भने यतै बसेको भए पैसा कमाउँथ्यो यसले न मान्छेहरू आउँथे पैसा उठाइदिन्थेँ मैले तिमीले यतै बस गाडी पनि यतै आउँछ यतैबाट त जाऊ मुख पनि कति कालो 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 नरो अब मैले पिट्दियो नरो हासिहाल्यो नि ओ हासी हाँस्यो देऊ नि त 500 रुपियाँ पिट्दियो 500 रुपियाँ 500 रुपियाँ देऊ नि त हासिहाल्यो नि ओ हाँस्यो आजले लास्टै एग्रेसिभ भयो केटो यार ब्याङ्कमा राखिदिन्छु के म पैसा देऊ न 500 रुपियाँ देऊ यता पो रहेछ म त एकपट्टिको हेरिरहेको हेर कस्तो अहम बाबु अन्त नि त्यसै हो बाबु त्यसै हो बाबु त्यसै हो बाबु बाबु हेमराजलाई केही गीत आउँदैन बाबु ल ल हेमराजलाई केही गीत आउँदैन हाम्रो हेमराजलाई अघि त भनिरहेको थियो बाबु ल भन्छ बाबु हाम फालेर बाबु त्यसै हो सुति त बाबु पानीमा ल ल ल ल भयो भएन ए भयो एकदम कति लामो त्यत्तिकै लामो ल कति लामो ल ल भन्न ल यत्तिकै भयो यत्तिकै यति अँ यति भए हुन्छ हुन्छ ए हाम फलेर है यहाँ खोला भयो सुन्नु त यहाँ खोला भयो है खोला भयो त्यहाँ यहाँ खोला भयो है यसो हाम फालेर मरुबके त्रिशुलीको पानीमा घरमा जाऊ सौता छ मैता सानीमा भन्ने यसो हाम फालेर मरुबके त्रिशुलीको पानीमा घरमा जाऊ सौता छ मैता सानीमा कहाँबाट आउनुभयो तपाईँ भयो 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 गाडी हिँड्या के यहाँ अलिकति सेफ्टी छैन क्या यसलाई गाडीले हान्यो भने रोडमा नचार ल भयो 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 दामी दामी ल समात हजुर के गर्ने को भनिदेऊ त को भनिदेऊ त आज हाँसिरहेको फेरि हाँसुलाई उसको बच्चाहरूलाई लैजाने अरे मिस अन्त नि त्यही भएर हो कि तपाईँ जान्दैन एकपल्ट नि दिन्न अब एकपल्ट नि दिन्न ए नि त्यो त्यो आउँछ उता हिँड न उता गएर बसौँ न के यहाँ बिच यहाँ रोडमा नबसौँ न ल कहाँ बस्ने उता मेरो पसलतिर आऊ
ल म रोकिदिन्छु गाडीमा हालेर पठाइदिन्छु के कि भने गाडीमा हालेर पठाइदिन्छु ल उता पसलतिर आऊ त हजुर लाग्दो तेरी नमुना ल ल आऊ 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 हेमराज ल आऊ मुड स्विङ हुन्छ कि यसको न कसैले नाच भने न के भने नयाँ नौलो मान्छे देखिन्छ नाचिदिइहाल्छ आयो गाडी आयो एक केटो गाडी आयो के गाडी ल ल यो गाडी होइन त अबबाट तेरो बाउ मात्रै भनेको सुन्यो नि मैले गालामा दिन्छु थुप्रो मान्छे छ अब यहाँ त त्यस्तो थुप्रो मान्छे शब्दहरू नबोल भनेर राम्रो मुखले भनिरहेको छ थुप्रो मान्छे छ अब नलैजा भन्छु मैले कति छ मान्छे नलैजा भन्छु अब भन कति छ यसलाई नचढा भन्छु यसले यस्तो अपशब्दहरू बोल्छ भनेर भन्नु पर्यो 10 रुपियाँ दिनु एउटा बिस्कुट खानु एउटा बिस्कुट ल धन्यवाद भन्न हो एकछिन मान्छे झर्दैछ हो झर्दैछ यस्तो अपशब्दहरू नबोल रक्सी नखाऊ भनेर भन्छु सिकाउँछु मान्दैन केटो त त्यो चलाउने पहिला यस्तो थिएन कि आजभोलि अलिकति माथि केटो हातमा बढी पैसा पर्न थाल्यो दामी कमायो 50 नाच्यो अन्त के अरे 50 कमायो अन्त हेर 1 किलो बाँसु किन्यो अन्त अस्ति नै को जस्तो अन्त ठिक्क पैसा दिन्छु गाडी भाडा ल जाऊ तिमीहरू गएर मम्मी छ त्यहाँ मम्मी छ अरे छैन तिमीले को यार त्यो यता छ यता छ ल भयो के उसको दिदीको नाम क्या हो मनिषा ल हिँड मनिषा फेरि भनिन्छ फेरि तेरो भयो कस्तो होला के भनेको ल हिँड त ल हेमराजलाई गाडीमा हालिदिएँ ढुक्क भयो आमा नि आउनु भयो भन्दै थियो हेमराज छ ल के अरे डिस्टर्ब हुन्छ होला ल यति नै थियो गाइज डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब माई च्यानल है फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला हेमराजको नयाँ भिडियोहरू हेर्नको लागि बन्दीपुरको अपडेटको लागि बाई पिस आउट